वेलकम टु पार्ट 2 अफ नेपाली रियल इस्टेट ब्रोकर इन युएई। त्यसपछि मेरो थियो जुम मिटिङ। सो म लागेँ बिजनेस बे फक्रुद्दिन प्रपर्टिजमा। धेरैजनाले यो नाम पहिलोपल्ट सुन्नुभएको होला, तर दे आर इन द मार्केट फर लास्ट 20 इयर्स अनि तिनीहरूको प्रोजेक्ट दुबई, युके र अफ्रिकामा पनि छ। सो फक्रुद्दिन प्रपर्टिज अवार्ड विनिङ डेभलपर हो जसले धेरै अवार्ड्सहरू पाएको छ फर ग्रिनरी, सस्टेनेबिलिटी एन्ड इनोभेसन। त्यसैले यो डेभलपर एज अ ग्रिन डेभलपर भनेर पनि चिनिन्छ। यिनीहरूको हरेक बिल्डिङमा एयर प्युरिफिकेसन, ग्रिन स्पेस र वेलनेस फिचर्सहरू पाउन सक्नुहुन्छ, जसले गर्दा हामीलाई हेल्दी लाइफ मेन्टेन गर्न मद्दत गर्छ। अनि त्यसपछि सबैभन्दा अचम्मको फिचर्स भनेको बिल्डिङहरूमा साहु टेक्नोलोजी युज गरिएको छ, त्यो पनि इन पार्टनरसिप विथ नासा, जुन हो एयर प्युरिफिकेसन टेक्नोलोजी जुन युज हुन्छ इन्टरनल स्पेस स्टेसन्समा। हजुरको अपार्टमेन्ट आउनेछ स्मार्ट होम सिस्टमको साथमा र पाउनुहुन्छ यो फुल्ली फर्निस्ड अनि एकदमै इजी पेमेन्ट प्लानको साथमा। सो यो सबै फिचर्सहरू एक्सप्लेन गरेँ मैले जुम मिटिङमा मेरो क्लाइन्टहरूसँग। एउटासँग म कुरा गरिरहेको थियो भने अर्कोको लागि मलाई हेल्प गर्दै हुनुहुन्थ्यो हाम्रो रिलेसनसिप म्यानेजरले। अनि यसरी नै हामीले एक्सप्लेन गऱ्यौँ उहाँलाई लोकेसन्स, बिल्डिङको फिचर्सहरू र बिल्डिङमा भएको अल द एम्युनिटिज एन्ड फेसिलिटिजहरू, एरिया, एभ्रिथिङ। अनि मेरो 2टा मिटिङमध्ये एउटा भयो सक्सेसफुल। त्यो त हजुरले मेरो यो स्माइल देखेर पनि फिगर आउट गर्नु नै भयो होला। अनि मेरो इन्भेस्टरलाई यो प्रोजेक्ट मन पर्नुको रिजन भनेको उहाँले खालि अपार्टमेन्ट मात्र नभएर ही इज अल्सो गेटिङ अ हेल्दी लाइफस्टाइल। सो आजको लागि यति नै। सो माई डे वाज ग्रेट। थ्याङ्क यू सो मच फर वाचिङ। हेभ अ गुड नाइट।